ख्रिस्ट येशूको नाउँमा सबै श्रोतागणलाई जय मसीह। आजको वचन छ एफिसी 5:6 वचन। यहाँ यसरी लेखेको छ, कसैले तिमीहरूलाई खोक्रो कुराले धोका नदियोस्। हो, कसैले तिमीहरूलाई खोक्रो अथवा झुटो कुराले धोका नदियोस् भनेर आज बाइबलले हामीलाई सतर्क गराउने वचन दिइरहेको छ। किनभने प्रिय आजको मानिस, आजको यो संसारमा मानिसले ठग्नको लागि धेरै नयाँ नयाँ उपायहरू निकालिरहेका छन्। कसैले ब्याङ्कको पैसा लुट्ने, कसैले जग्गा जमिन लुट्ने, कसैले घर सम्पत्ति लुट्ने, यस्ता धेरै नयाँ नयाँ उपायहरू आज मानिसले रचिरहेका छन्। र उनीहरूले यस्तो मिठो मिठो कुराहरू भन्छ, मान्छेलाई यसरी फसाउँछ कि तिनीहरूको जालमा आज धेरै मानिसहरू फसेर बर्बाद भइरहेछ। आफ्नो ब्याङ्कको ब्यालेन्सहरू खतम गरिरहेछ, आफ्नो धन सम्पत्तिहरू उनीहरूले बर्बाद गरिरहेको छ। र बाइबलले हामीलाई सतर्क गराउँछ कि कसैले तिमीहरूलाई झुटो कुरोले चाहिँ धोका नदियोस्। आज झुटो कुरा यति मजासँगले उनीहरूले भन्छ, यति राम्रो लाग्छ सुनु हो, साँच्चै नै हो जत्तिकै सुन्नेहरूलाई बनाउँछ। र हामीलाई बाइबलले बताउँदछ कि झुटो कुरा चाहिँ म जस्तै हुन्छ अरे। यो कुरा तपाईँले हितोपदेश 5:3 हेर्न सक्नुहुन्छ। झुटो कुरा चाहिँ जहिले पनि म जस्तै मिठो हुन्छ, सुनु लाग्दो हो नै रहेछ जस्तो लाग्छ। अनि साँचो कुरा चाहिँ तितो हुन्छ भनेर बुढापाकाले भन्छन् है। जब साँचो कुरो बोल्छ मान्छेलाई अवश्य त्यो क्षण नराम्रो लाग्न सक्छ, तर त्यसले एउटा औषधिको काम गरिरहेको हुन्छ। किनभने औषधि पनि प्राय चाहिँ तितो नै हुन्छ। र झुटो कुरा चाहिँ परमेश्वरबाट आएको होइन। जुन मानिसहरूले झुट बोलिरहेका छन् त्यो चाहिँ परमेश्वरबाट आएको होइन, त्यो चाहिँ एउटा शैतानबाट उत्पन्न भएको कुरो हो। किनभने झुटको पिता चाहिँ शैतान हो भनेर हामीलाई यूहन्नाको 8:44 वचनमा हामीलाई बताउँदछ प्रिय हो। यसैले आज तपाईँहरू विश्वासी जनहरू, आज हामी धेरै सतर्क हुनुपर्ने समय आएको छ। अनि झुटो र व्यर्थको कुराहरूदेखि टाढा रहनुपर्ने, होसियारी रहनुपर्ने यो समयहरू छ। आज हामीले एउटा असल सङ्गतिमा आफ्नो समयलाई व्यतीत गर्नुपर्छ। हो प्रिय हो, जबसम्म हामीले असल सङ्गतिमा आफ्नो समयहरू व्यतीत गर्दैनौँ तब यो मनहरू व्यर्थमा नै विचलित भइरहेको हुन्छ। किनभने भन्दछ खाली दिमाग शैतानको घर भनेर है। जब हामी खाली दिमाग लिएर व्यर्थको कुरो लिएर बस्दछौँ त्यसमा चाहिँ शैतानले आफ्नो घर बनाइरहेको हुन्छ। त्यसैले हामीलाई भजन सङ्ग्रह 1:1मा यसरी बताएको छ, त्यो मानिस धन्य हो जो चाहिँ दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूको मार्गमा खडा हुँदैन अनि गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैन। हो, यस्ता दुष्टको सल्लाहमा हिँड्नु, पापीहरूको मार्गमा खडा हुनु, उभिनु अनि गिल्ला ठट्टा गर्नेको सङ्गतमा चाहिँ बस्नु चाहिँ हाम्रो लागि चाहिँ एउटा व्यर्थको कुरो। यी यस्ता कुरोहरूबाट चाहिँ हामी अलग बस्नुपर्छ। किनभने यस्ता कुरोहरूमा नै झुटो कुरोहरू मानिसहरूले गरिरहेको हुन्छन्। हामीले यस्ता व्यर्थको सङ्गतिहरूमा नबसेर आफूलाई असल सङ्गतिमा समय बिताउनु हामीलाई बाइबलले बताइरहेको छ। प्रिय हो, आज हामी सत्यको खोजी गर्नुपर्छ। आज झुटो कुरामा हामी
गफहरूमा आफ्नो समयलाई निकालेर होइन, आफ्नो समयलाई बर्बाद गरेर होइन, तर सत्यको खोजी आज हामीले गर्नुपर्छ। सारा मानव जातिले आज सत्यको खोजी गर्नुपर्छ, किनभने सत्यले मात्र हामीलाई स्वतन्त्र गराउँछ भनेर बाइबलले हामीलाई बताइरहेका छन्। यूहन्ना 8:32 जब तपाईँ पढ्नुहुन्छ त्यहाँ लेखिएको छ कि सत्यले मात्र हामीलाई स्वतन्त्र गर्न सक्छ। हो प्रिय, बाटो सत्य अनि जीवन म हुँ भनी प्रभु येशू स्वयंले भन्नुभएको छ। आज त्यो सत्य बाटोको पछि लाग्नु हामीलाई अत्यन्तै आवश्यक छ। प्रिय, आज हामी एउटा अन्धकारमा आफ्नो जीवन जिउने होइन, एउटा व्यर्थको कुरोहरूमा आफ्नो समय फ्याँक्ने होइन, झुटो कुरोहरू सुनेर आफूलाई बर्बाद गर्ने होइन, तर हामी एउटा ज्योतिको सन्तान जस्तै बनेर हिँड्नुपर्छ। प्रिय, आज ज्योति बोकेर हिँड्नुपर्छ, आज उज्यालोमा हिँड्नुपर्छ। आज हामी अँधेरोतिर होइन, आज हामीले उज्यालोतिर आफ्नो जीवनलाई राख्नुपर्छ, किनकि हामीलाई ज्योतिको सन्तान बनेर हिँड्नु प्रभुले हामीलाई चुन्नु भएको हो। अनि जो ज्योतिमा हिँड्छ उसले भलाइ, धार्मिकता र सत्यतामा आफ्नो जीवनको फलहरू पाउँदछ। यो कुरो तपाईँले एफिसी 5:8-9 पढ्यो भने पाउन सक्नुहुन्छ। प्रिय, त्यसैले कहिले पनि हामीले आजको यस युगको कन्डिसनलाई बुझेर चाहिँ हामी झुटो कुरामा कहिले पनि आफैलाई धोका दिनु हुँदैन। मानिसहरूले हामीलाई फसाउने चालहरूमा हामी फस्न सक्नु हुँदैन। हामी एउटा विवेकशील प्राणी भएर हामीले आफ्नो विवेकहरू पनि लगाउन सक्नुपर्छ। अनि यहाँ एफिसी 5:7 यसरी भन्छ, यसकारण तिनीहरूसँग सहभागी नहौ। हो प्रिय, जसले झुटो कुरोहरू बताइरहेको छ तिनीहरूसँग हामी सहभागी हुनु हुँदैन। त्यस्ता मानिसहरूदेखि चाहिँ हामी एकदमै सतर्क भएर टाढा रहनुपर्छ। अनि हामी मात्र होइन, हाम्रो घर परिवार, हाम्रो छरछिमेकी, आफन्त सबैलाई त्यस्ता मानिसहरूदेखि हामीले स्वतन्त्र अलग गर्नुपर्छ। प्रिय, किनभने आज मानिस धेरै चलाक भइसकेको छ। मेहनत गर्नु कसैले चाहँदैन, तर अरूलाई ठगेर, अरूलाई फसाएर, झुटो कुरो बोलेर धन सम्पत्ति कमाउनुपट्टि मानिस लागिरहेको छ। यसैले आज हामीलाई बाइबलले स्पष्ट रूपमा बताउँछन् कि कसैले तिमीलाई झुटो कुराले धोका नदियोस्। प्रिय, आज हामी कुन कुरो साँचो अनि कुन कुरो झुटो हो त्यो कुरोलाई हामीले चिन्नुपर्छ। अनि यस्तो झुटो मानिसहरूदेखि हामी अलग्ग बस्नुपर्छ। यस्ता म जस्तै बोली बोल्ने तर हृदयमा चाहिँ पाप भएको मानिसदेखि आज तपाईँ अनि हामी चाहिँ अलग बस्नुपर्छ। कहिले पनि हामीलाई झुटो बोल्ने मानिसले चाहिँ धोका नदियोस् भनेर बाइबलले हामीलाई बताउँदछ। यसैले हामी सतर्क रहौँ अनि सत्यको खोजीमा लागिरहौँ। हुन्छ, यो वचन पढाइ सुनाइमा प्रभुले हामीलाई आशिष दिएका हुन्। जय मसीह की।